डाँडा गाउँ वेलफेयर सोसाइटीद्वारा चाहिँ हाम्रो यो पानी खाने ट्याङ्की सबै छेउछाउको सबैजनाले पानी खाने ट्याङ्की चाहिँ आज सरसफाइ कार्य गरिँदैछ। ट्याङ्की छ छेउछाउतिरको यहाँ हाम्रो प्रेसिडेन्टबाट सरसफाइ गरेको हुँदैछ। आज सरसफाइ काम हिजो दिनभरि पानी परेको थियो सफा आज सफाइ कार्य हो। डाँडा गाउँ वेलफेयर सोसाइटीका मेम्बरहरूद्वारा हाम्रो डाँडा गाउँ छेउवरि भए सबै अप्पर डलप्सन सन्चे जहाँ पानी खानुहुन्छ त्यो ट्याङ्कीमा चाहिँ आज सरसफाइ हुँदैछ सोसाइटीको मेम्बरहरूद्वारा। सरसफाइ गरिँदैछ। सरसफाइ यहाँ कोही हाँस्नु हुँदैछ, कोही सफा गर्नु हुँदैछ। आज यस्तो हुँदैछ हाम्रो ट्याङ्की। ल ट्याङ्की सफा गरेर चाहिँ पानी यसो छोडिँदैछ। यसरी चाहिँ सफा जो प्रकाश अलिकति छोड्नु न यसरी। यसरी पानी चाहिँ ट्याङ्की सफा गरेर चाहिँ पानी यसरी मैला पानी छोडियो।